लु है साथी हो, म त यो सुगरको दबाई हुन्छ भनेर ग्रन एप्पल खाँदैछु। मेरो आफ्नै गमलामा रोपेको, ठुलो गमलामा रोपेको थियो। मजाले योभन्दा ठुल्ठुलो पनि फलेको छ। मल मजाले हालेर रोपेको थिएँ हो। 5 किलो जस्तो आएको छ कालो माटोमा, त्यही पनि हो। अन्त अब सुगर जाती हुन्छ भनेर चाहिँ अब खाँदैछु। हेरौँ है जाती हुने हो होइन, मलाई चाहिँ थाहा छैन। फर्स्ट टाइम खाँदैछु मैले चाहिँ। मिठो हुँदो रहेछ। जमिन मुनिको चिज त नखानु भन्छ है, तर अब यो त जमिन मुनि नै हुन्छ हो हुनु चाहिँ। फेरि गुल्ले पनि रहेछ, तर पनि अब डरसरी चाहिँ अब खाँदैछु। हेरौँ के हुँदो रहेछ है त अब। पोहोर बजारमा, लाल बजारमा पनि देखेको थिएँ मैले होइन। लाल बजारमा देख्दा चाहिँ अनि मैले सोद्धा चाहिँ उनीहरूले भन्यो हो यो सुगरको दबाई हुन्छ भनेर भन्यो। तर मैले चाहिँ किनिनँ। दाम चाहिँ सोधेँ, दाम सोद्धा चाहिँ 50 रुपियाँ पावा भन्यो हो। त्यहाँबाट फेरि अर्को हप्ता जाँदा चाहिँ मसिनो बिउहरू बेच्दै रहेछ त्यहीँनिर। अनि मैले चाहिँ बिउ 3टा किनेर ल्याएर चाहिँ उयो गमलामा अलग अलग टक 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 रोपेर चाहिँ मजाले मल दिएको थियो। उहाँ माथि मल पनि बेच्छ हप्तै पछि हो ल्याएर। अनि त्यो मल ल्याएर चाहिँ माटो मजाले मिसाएर चाहिँ ठुलो गमलामा रोपेको थिएँ मैले, ऊ तलनिर कि। तर राम्रो नै आएछ, आउनु चाहिँ ठुलो हो। अब बेच्नु त बेच्दिनँ होला, अब मै खान्छु होला। अब खाएर चाहिँ अब सुगर चाहिँ ठिक हुन्छ हुँदैन त्यो चाहिँ अब साथीहरूले नै कमेन्ट गरिदिनु होला, यो खाने चिज हो या होइन सुगरमा है। अब सबैले सुगर सुगर भन्छ हो, सुगरको दबाई भन्छ। अब के हो थाहा चाहिँ छैन।